टिकट नपाएर यस्तो भिड लागिसकेको छ हैन। त्यसमा फोटो पनि खिच्नु पर्दो रहेछ है क्या हो भन्ने कुरो जानकारी भइरहेको छैन हामीलाई। ल भगाभग टिकट मिल्यो कि मिलेन? अच्छा हाम्रो ग्रुपको त म त यही छु है। अब टिकट काट्नुस् त ल। 6 जना छौँ हामी। ल फाइनली यहाँ टिकट बन्दैछ हाम्रो है। बनिसक्यो। एकजनाको कति रहेछ? 20 रुपैयाँ। एकजनाको 20 रुपैयाँ हाम्रो टिकट भएर आइहाल्यो। चलो हामी यहाँबाट अब सिडी पार गर्दैछौँ। ल हेरिहाल्नुहोस् काँक्रे बिहारको सिडी। हामी सिडीमा चढ्दैछौँ गाइज हैन। चलो चलो फटाफट गाइज अब हामीहरू चाहिँ यहाँबाट अगाडि बढ्दैछौँ। आन्टीले कुर्ता सुरुवाल लगाए आन्टी आएछन् हाम्रो त्यो बारी आउँछ माथि अहिले। ल आउनेको बाटो त्यो हो, जानेको बाटो यो हो, तर यो बिचैमा जानु भयो भने हुन्थ्यो भन्ने हो। फाइनली हामी हिँड्दैछौँ। अलिकति छिटो हिँडौँ त भन्ने अरे होइन। बाँकी चाहिँ यो मेरो मोबाइलमा अलिकति गडबड भइरहेको जस्तो छ। बाँकी देखाउँछु म। ल हेर्नुहोस् यिनीको थोपडा पनि हेरिहाल्नुहोस्। बाँकी वाह ल गाइज फाइनली गाइज ल हेरिहाल्नुहोस् कस्तो छ। जस्ताको तस्तै देखाउने छु ल। ओ बाबा ओहो मेरो त नजर माथि पुगेन त है। मोबाइलले पनि भ्याएन है भन्ने लागिरहेको छ होइन। फाइनली हामी काँक्रे बिहारको यो ठाउँमा पुगिसकेका छौँ। क्या बवाल त बवालै हो है। यो छाया परिरहेको छ। म उताबाट पुरा देखाउँछु अहिले। फाइनली गाइज हेनाजु के कस्तो लाग्यो तपाईँलाई यहाँ? एकदम ठिक छ। तर खासै रमाइलो भन्ने त केही रहेन चाहिँ यही मात्रै रहेछ कि। ल हेर्नुहोस् त। ओ बाबा जय हो। ल हेरिहाल्नुहोस् त गाइज यस्तो छ होइन। यिनीहरूलाई थाक लागेर बसिसकेका छन्। तिमीहरूलाई थाक लागिसक्यो अटोमा आएको मान्छे पछाडि दौड्या त म थिएँ। फाइनली गाइज यस्तो छ होइन। मजाले हेर्नु होला कस्तो छ। हेराउन ल्यायो 500 रुपैयाँ तिरिकन हेरेको हेरै हेरेको हेरै हेरेको हेरै हेर्नुहोस् तपाईँले जुम गरी मजाले हेर्नुहोस् हेरेको हेरै यसैलाई मात्रै गरिदिनु होला। बाँकी चाहिँ अरू हामी पुरा कस्तो कस्तो छ देखाउने छौँ होइन। यहाँबाट मजाले हेर्नु होला माथिसम्म। अरू यस्तो छ।